बीएमएम टक्स कालेब सुन्दास युट्युब च्यानलमा तपाईलाई हृदयदेखि स्वागत गर्न चाहन्छु। अनि सदा चाहिँ आज पनि तपाईहरुको बीचमा फेरि नयाँ श्रृंखलामा परमेश्वरको वचन लिएर उपस्थित भइसकेको छु। अनि आज बोल्ने परमेश्वरको वचनबाट तपाईको व्यक्तिगत जीवन, तपाईको परिवार, तपाईको व्यवसाय र तपाईको भविष्यलाई ठूलो ऊर्जा मिल्ने छ भन्ने विषयमा म एकदमै विश्वस्त छु। गत हप्ता बोलिएको सन्देश धेरैभन्दा धेरै मानिसहरूले हेर्नु भएको छ अनि कमेन्ट गर्नु भएको छ। त्यसप्रति पनि म आभार प्रकट गर्न चाहन्छु। अनि आज तपाईहरुको बीचमा फेरि चिन्ताको शीर्षकमा परमेश्वरको वचन तपाईहरुको बीचमा म लिएर आइरहेको छु। प्रियहरू, म तपाईलाई याद दिलाउन चाहन्छु, संसारमा अहिले 8 अरब जनसंख्यामा झन्डै 35% मानिसहरू चाहिँ चिन्ताद्वारा एकदमै ग्रसित छन्। भएर जन्मिसकेपछि कुनै न कुनै अवस्थामा मानिस चिन्तित हुन्छ नै। तर चिन्ता आउने धेरै कारणहरू हुन्छन्। तर म तपाईलाई याद दिलाउन चाहन्छु, यदि तपाई पनि कुनै पनि परिस्थितिबाट भएर जाँदाखेरि अत्यधिक चिन्ता गर्नुहुन्छ भने चिन्ताले धेरै हानि गर्दछ। डाक्टरले अहिले रिसर्च गरेर सर्वे गरेर प्रमाणित गरेको छ, मान्छे जो धेरै चिन्ता गर्छ, आफूलाई दोषी फिल गर्छ, त्यो मान्छे चाहिँ बिरामी हुन्छ। अनि म तपाईलाई याद दिलाउन चाहन्छु, प्रियहरू, इतिहासमा अहिले जस्तो मानिस चिन्तित भएको अवस्था कहीँ पनि छैन। मानिसलाई विगतको विषयमा चिन्ता लाग्छ, वर्तमानको विषयमा चिन्ता लाग्छ, भविष्यको विषयमा चिन्ता लाग्छ। के खाउँला, के पिउँला, अथवा मेरो नानीहरूको भविष्य कस्तो होला, अनि सम्बन्धमा बाधा आउँछ कि भन्ने चिन्ता हुन्छ, कामको विषयमा चिन्ता हुन्छ। मानिस हर तवरले चिन्तित भइरहेको छ। तर त्यो चिन्ताबाट विजय दिनको लागि परमेश्वरको वचनले के भन्छ भन्ने विषयमा म तपाईहरुको बीचमा फिलिपी 4:6बाट यो खण्ड राख्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, कुनै कुरामा चिन्तित नहौ। कुनै कुरामा केही कुरामा पनि चिन्तित नहौ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर हुन्। अनि प्रियहरू, म तपाईलाई याद दिलाउन चाहन्छु कि चिन्ता गर्नु चाहिँ अनुचित छ। मत्ती 6:25ले भन्छ, यसै कारण म तिमीलाई भन्दछु, के खाउँला कि के पिउँला कि भनी आफ्नो प्राणको निम्ति र के लगाउँला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन भनेर परमेश्वरको वचनले हामीलाई यहाँनिर प्रेरणा दिन्छ। मानिसलाई खाना, नाना र छानाको अत्यधिक चिन्ता लाग्छ। अनि प्रियहरू, म तपाईलाई बिन्ती गर्न चाहन्छु, चिन्ता गर्नु अनुचित छ भन्ने कुरोको पोइन्ट म तपाईलाई याद दिलाउन चाहन्छु, किन चिन्ताले जहिले पनि सानो कुरालाई ठुलो बनाउँछ। चिन्ताले जहिले पनि समस्यालाई ठुलो बनाउँछ। भएको चाहिँ सानो हुन्छ, तर चिन्ता गर्ने मान्छेले चाहिँ त्यसलाई जहिले पनि ठुलो रूपमा लिन्छ। अनि प्रियहरू, चिन्ताले कहिले काम गर्दैन र चिन्ताले कहिले पनि फरकता ल्याउँदैन। यस संसारमा चिन्ता गर्ने भनेको चाहिँ मानव जाति मात्र हो। प्रियहरू, पशु पंक्षी आदिले कहिले चिन्ता गर्दैन, तर मानव परमेश्वरको स्वरूपमा बनाइएको अनि उसँग बुद्धि छ, ज्ञान छ, सबै कुरो छ, र पनि मान्छेले चाहिँ चिन्ता गरिरहन्छ। अनि प्रियहरू, म तपाईलाई बिन्ती गर्न चाहन्छु, कतिले चाहिँ चिन्ता गर्ने कुरामा चाहिँ पीएचडी गरेको हुन्छ, उनीहरू चाहिँ डाक्टर चिन्ताबहादुर भनेर चिनिन्छन्, जहिले पनि चिन्ता गरिराख्ने। अनि प्रियहरू, कोही पनि व्यक्ति चिन्ता बोकेर जन्मेको हुँदैन। जन्मिँदाखेरि कोही पनि मान्छे चिन्ता बोकेर जन्मेको हुँदैन। त जीवन जिउने क्रममा समस्याहरू, चुनौतीहरूको सामना गर्दै जाँदा चाहिँ ऊ चाहिँ चिन्तामा एकदमै वृद्धि भएर जान्छ, अनि उसमा चिन्ताको विकास भएर जान्छ।
अनि प्रियहरू हाम्रो शरीर चाहिँ चिन्ता बोक्नको लागि बनाइएको होइन। चिन्ताले हाम्रो शरीरलाई जहिले पनि अस्वस्थ बनाउँछ। हितोपदेश 12:25 भन्छ, चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ। बाइबलले नै प्रमाणित गर्छ जब मान्छे चिन्तित हुन्छ। अनि अर्को खण्ड हितोपदेश 14:30 भन्छ, शान्त हृदयले शरीरलाई जीवन दिन्छ तर डाहाले हड्डी मगाउँछ। अनि प्रियहरू म तपाईलाई फेरि याद दिलाउन चाहन्छु, दोस्रो चिन्ता गर्नु चाहिँ अस्वाभाविक छ। चिन्ता चाहिँ स्वाभाविक होइन, यो चाहिँ अननेचुरल छ। मत्ती 6:26 परमेश्वरको वचनले भन्छ, आकाशका चराचुरुङ्गीलाई हेर, तिनीहरूले न त बिउ छर्छन् न अन्न कट्ने गर्छन् न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढी मूल्यवान छैनौ र? चराको पिताले भनेको छैन, यहाँ स्वर्गीय पिताले खुवाउनुहुन्छ। मानव जातिले मात्र चिन्ता गर्दछ र परमेश्वरमा भरोसा गर्दैन। प्रियहरू म तपाईलाई याद दिलाउन चाहन्छु, चराको पिताले खुवाउँछ भनेको छैन, स्वर्गीय पिताले खुवाउँछ। अनि यहाँ पिता भनेका पिता र पुत्रको सम्बन्ध चाहिँ एकदमै मजबुत हुन्छ। हाम्रो स्वर्गीय पिताले चरालाई खुवाउनुहुन्छ भने तपाईँ र मलाई पनि खुवाउनुहुन्छ। अनि म तपाईलाई याद दिलाउन चाहन्छु, जति तपाईँ दोषी आक्रोश र चिन्ताले भरिँदै जानुहुन्छ तपाईलाई मानसिक रोग पनि वृद्धि भएर जान्छ। चिन्ता गर्नु भनेको खास ओरिजिनल भाषामा हेर्ने हो भने चाहिँ घाँटी निचर्नु वा घाँटीलाई थिच्नु भन्ने हुन्छ। चिन्ता गरेर केही कुराको समाधान यस संसारमा अहिलेसम्म भएको छैन। प्रियहरू अब म तपाईलाई याद दिलाउन चाहन्छु, तेस्रो कुरा चिन्ता गर्नु चाहिँ बेकार छ। मत्ती 6:27 भन्छ, तिमीहरू मध्ये कुन चाहिँले फिकिर गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ। प्रियहरू चिन्ता गरेर तपाईले आयु बढाउन पनि सक्नुहुन्न, घटाउन पनि सक्नुहुन्न। चिन्ताले तपाईको विगत र भविष्यलाई कहिले परिवर्तन गर्दैन। चिन्ताले तपाईलाई 1 इन्च अग्लो वा 1 इन्च होचो बनाउँदैन। प्रियहरू चिन्ता गर्नु चाहिँ अनावश्यक छ। मत्ती 6:30 भन्छ, आज हुने र भोलि अगेनामा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने हे अल्पविश्वासी हो, के तिमीहरूलाई झन् बढी उहाँले पहिराउनु हुने छैन र? प्रियहरू यहाँ मान्छेले चिन्ता गर्छ भन्ने कारणले परमेश्वरको वचनले यसरी प्रेरणा दिएको छ। मानवले कहिले नदेखेको, मानवले पानी र मल कहिले नहालेको फूललाई पनि परमेश्वरले वास्ता गर्नुहुन्छ। प्रियहरू तपाईले रोपेको फूलहरू माटोमा रोप्नु भएको छ भने त्यहाँ पानी हाल्नुपर्छ, मल हाल्नुपर्छ। तर म तपाईलाई याद दिलाउन चाहन्छु, कहिलेकाहीँ फूलहरू रुखको टुप्पामा फल्छन्, त्यहाँ कसैले पानी हाल्दैन, मल हाल्दैन, तर त्यस्तो फूलको पनि परमेश्वरले वास्ता गर्नुहुन्छ। त्यसकारणले पहिलो पत्रुस 5:7 भन्छ, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ। त्यहाँ लेखेको छ सारा फिक्री भनेको चाहिँ सबै फिक्री परमेश्वर राख्देऊ। अनि प्रियहरू यदि तपाईँ चिन्ता गरेर प्रार्थना गर्नुहुन्छ भने यो चाहिँ नास्तिक हुनु हो। अनि प्रियहरू खुसी भन्ने कुरा हाम्रो छनौट हो, चिन्ता पनि हाम्रो छनौट हो। तपाईँ चिन्ता गर्ने कि नगर्ने भन्ने कुरो चाहिँ तपाईँ छान्न सक्नुहुन्छ। त्यसकारण त फेरि 4:6-7 यसरी लेख्छ, कुनै कुरामा चिन्तित नहो तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर रहौन् र समझले नै भ्याउन नसकिने परमेश्वरको शान्तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई यीशुमा रक्षा गर्नेछ। त्यसैले प्रिय परमेश्वरसँग सबै कुराको बारेमा प्रार्थना गर्नुहोस्। तपाईलाई के कुराले चिन्ता लाग्छ तपाईले ती कुराहरू लिएर परमेश्वरसँग राख्न सक्नुहुन्छ। याकोब 4:2 भन्छ, तिमीहरू पाउँदैनौ किनभने तिमीहरू परमेश्वरसँग माग्दैनौ। त्यसकारणले प्रियहरू म तपाईलाई याद दिलाउन चाहन्छु, तपाईले सबै कुराहरू परमेश्वरमा राख्न सक्नुहुन्छ अनि सबै कुरामा धन्यवाद भई प्रार्थना गर्ने। सबै कुराको लागि धन्यवादी हुने होइन, तर सबै कुरामा धन्यवादी
भई प्रार्थना गर्ने। जस्तै तपाईँलाई क्यान्सर हुँदा तपाईँ क्यान्सरको लागि धन्यवाद भनेर प्रार्थना गर्नु पर्दैन। हामी सबै कुरामा धन्यवादी हुनुपर्छ, तर सबै कुराको लागि चाहिँ हामी धन्यवादी हुनु हुँदैन। पहिलो थिस्सलुनी 5:18 भन्छ सबै परिस्थितिमा धन्यवाद देऊ, सबै परिस्थितिको लागि धन्यवाद देऊ भनेको छैन, किनकि ख्रीष्ट यीशुमा तिमीहरूका लागि चाहिँ यही हो, सबै परिस्थितिको लागि होइन। म जोड दिन चाहन्छु, तपाईँलाई कसैले तपाईँको चाहिँ चोट पुर्याउँदाखेरि तपाईँले धन्यवाद भन्नु पर्दैन। परिस्थिति, सबै परिस्थितिमा चाहिँ तपाईँ धन्यवादी हुनुपर्ने हुन्छ। अनि प्रियहरू, म तपाईँलाई सबै असल कुराहरू तपाईँले सोच्नुहोस् अनि तपाईँको चिन्ता हटेर जान्छ। रोमी 4:32 भन्छ जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नु भएन तर हामी सबैको निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुने छैन र? प्रियहरू, परमेश्वरले आफ्नो एकलौटे पुत्र तपाईँ र मेरो लागि दिनु सक्नुहुन्छ भने उहाँले हामीलाई चिन्ताबाट विजय पनि दिन सक्नुहुन्छ। मानव जातिको सबभन्दा ठुलो समस्या पापको समाधान परमेश्वरले गर्नुभएको छ अनि उहाँले अरू सबै कुराको पनि समाधान गर्न सक्नुहुन्छ। प्रियहरू, चिन्ता कहाँ छ त? अनि प्रियहरू, म तपाईँलाई याद दिलाउन चाहन्छु, युद्ध चाहिँ जहिले पनि हाम्रो दिमागमा हुन्छ। चिन्ता, युद्ध गर्ने ठाउँ, सङ्घर्ष गर्ने ठाउँ जहिले पनि दिमागमा हुन्छ। दिमागमा तपाईँले जे कुरा भर्नुहुन्छ तपाईँको दिमागमा त्यही कुराले शासन गर्दछ। त्यस कारण त परमेश्वरले तपाईँको शिरमा भएको प्रत्येक कपालका रौँहरूलाई गन्नुहुन्छ भनेर बाइबलले बताउँदछ। अनि प्रियहरू, दिमाग भनेको चाहिँ कम्प्युटर जस्तै हो, जे तपाईँले हाल्नुहुन्छ त्यही मात्र तपाईँको दिमागबाट बाहिर निस्किन्छ। त्यस कारणले कम्प्युटरमा प्रोग्रामिङ गर्ने कारण त्यही नै हो। कम्प्युटरमा प्रियहरू, तपाईँले जुन एप हाल्नुभएको छ त्यही एपले मात्र काम गर्छ। यदि कम्प्युटरमा नेपाली फन्ट हालेको छैन भने प्रियहरू, टाइप गर्दा नेपाली टाइप हुन सक्दैन। दिमाग पनि त्यही नै हो। तपाईँको दिमागमा तपाईँले जे हाल्नुभयो तपाईँको दिमागबाट त्यही नै निस्किन्छ। त्यस कारणले यी दिनहरूमा संसारमा मानिसहरू पानीको प्रदूषण, हावाको प्रदूषण, वातावरणको प्रदूषणको बारेमा एकदमै चिन्तित छन्। तर प्रियहरू, दिमागमा भएको प्रदूषणको बारेमा सोच्नु चाहिँ महत्त्वपूर्ण कुरा हो। प्रियहरू, वातावरण प्रदूषण नभएर, पानी प्रदूषण नभएर, हावामा प्रदूषण नभएर यदि सम्पूर्ण दिमागभित्र प्रदूषण छ भने प्रियहरू, यसले हामीलाई एकदमै असर गर्दछ। त्यस कारण फिलिपी 4:8 भन्छ अन्तमा भाइ हो, जे कुरा सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता प्रशंसाको योग्य केही छ भने यिनै कुराको विचार गर। त्यसकारण प्रियहरू, सुन्नुभन्दा अगाडि, हेर्नुभन्दा अगाडि, बोल्नुभन्दा अगाडि, भन्नुभन्दा अगाडि तपाईँले यी 8वटा कुराहरूमा ध्यान दिनुहोस्। तपाईँले सुनेर बोल्ने कुराहरू सत्य छन्, आदरणीय छन्, न्यायसङ्गत छन्, शुद्ध छन्, प्रेम योग्य छन् अथवा कृपामय छन् या श्रेष्ठताका छन्। यदि तपाईँले यी कुराहरूमा ध्यान दिनुभयो भने तपाईँले जब तपाईँको दिमागले असल कुराहरू सोच्नुहुन्छ प्रियहरू, तपाईँको चिन्ता अटोमेटिकली हटेर जान्छ। अनि यो 8वटा कुरा चाहिँ परमेश्वरको चित्र यसाया 27:3 लेखिएको छ। म परम प्रभु त्यसको हेरचाह गर्छु, म त्यसमा निरन्तर पानी हाल्छु, म रात दिन त्यसको रेखदेख गर्छु, नत्रता कसैले त्यसलाई नोक्सानी गर्ला। परमेश्वरको वचन यही कुरो बताउँछ। त्यस कारणले आज म तपाईँलाई याद दिलाउन चाहन्छु, चिन्ता गर्नु चाहिँ अनुचित छ, चिन्ता गर्नु अस्वाभाविक छ, चिन्ता गर्नु बेकार छ, चिन्ता गर्नु चाहिँ अनावश्यक छ। अनि प्रियहरू, म तपाईँलाई याद दिलाउन चाहन्छु, चिन्ताबाट विजय चाहिँ परमेश्वरले दिन सक्नुहुन्छ। अनि म तपाईँलाई याद दिलाउन चाहन्छु प्रियहरू, यदि दिनहरूमा तपाईँ कुनै न कुरामा चिन्तित भइराख्नु भएको छ भने परमेश्वरको वचनले जे भन्छ तपाईँ त्यो वचन आज्ञा पालन गर्नुभयो भने चिन्ताबाट तपाईँलाई, तपाईँको परिवारलाई, तपाईँको व्यवसायलाई, इभन तपाईँको सेवाकाईमा
परमेश्वरले तपाईँलाई विजय दिनुहुन्छ। अनि आजको यो श्रृङ्खलामा चिन्ता सम्बन्धमा परमेश्वरको वचनबाट तपाईँहरूलाई प्रेरणा दिन पाएकोमा म प्रभुलाई धन्यवाद भन्न चाहन्छु। अनि फेरि अर्को श्रृङ्खलामा भेट्ने बाचाका सहित आज म तपाईँबाट बिदा हुन चाहन्छु। र बिदा हुनुभन्दा अगाडि प्रियहरू, यो युट्युब च्यानल चाहिँ भर्खरै लन्च गरेको कारणले गर्दा हामीलाई कृपया गरी सब्सक्राइब गर्न नभुल्नुहोला। अनि आज बोलिएको सन्देशबाट तपाईँलाई व्यक्तिगत लाभ भएको छ भने कृपया गरी यो सेयर गर्नुहोला र अरूलाई पनि जानकारी दिनुहोला। अनि प्रियहरू, म तपाईँलाई याद दिलाउन चाहन्छु, तपाईँले यो वचन सेयर गर्नलाई कुनै रुपियाँ पैसा खर्च गर्नु पर्दैन। सिर्फ आफ्नो व्यक्तिगत फेसबुकबाट सेयर गर्नुभयो भने अरूहरूलाई पनि जिउनलाई प्रेरणा मिल्नेछ। परमेश्वरले तपाईँहरू सबजनालाई आशीर्वाद देऊन्। जय मसीह।